आफ्नो फेभरेट टिमले हार्दाखेरि नि हल्का अर्कै इमोसन हुँदो रहेछ क्या। जस्तै आज पोर्चुगलले हार्यो नि राति, एक्सपेक्टेड थिएन क्या पोर्चुगलले त्यस्तो उयो गेम त्यत्रो चान्स क्रिएट गर्यो हैन, त्यत्रो सर्ट हान्यो, त्यत्रो गेम गर्यो। अब हु केयर्स, लास्ट मिनटमा गएर गोल हान्थ्यो स्पेनले। अब के भन्न सकिन्छ। अब हिजो ब्राजिल, आज पोर्चुगल। अब लास्टमा अब हाम्रो बाँकी भने लियोनल मेसी हो। अब आश गर्छु मेसीले जितोस्, रोनाल्डो त बाहिर भइहाल्यो। अब दुःख लागिरहेको हो। रोनाल्डोले हार्दा तपाईँ कस्तो लागिरहेको साँच्ची? मेरो बहिनी पनि रोनाल्डो फ्यान हो क्या। म राति होइन आज म सुतिनँ क्या पोर्चुगलको गेम हेर्ने भएर। नेपालमा कति 12:45मा गेम थियो, 12:45। म त्यतिखेर उठेर गेम हेरिरहेको मान्छे। अनि 3 बजीसम्म के देख्छु भने पोर्चुगल हार्छ 1-0ले। म रातभरि सुतेन नि आज। थाहा? म रातभरि सुते छैन। यत्रो पत्तुर गेम भयो नि। नेमार गयो, नेमार रुँदा भने हल्का इमोसन त थियो। अब हरेक लेजेन्डले एक एक गरी बाई गरिरहनु त। अब नेमारको त रिटायरमेन्ट फिक्सै भइसक्यो, रोनाल्डोको त अहिलेसम्म फिक्स छैन। अब भन्नु रोनाल्डो पनि रिटायर्डै हुन्छ नेसनलबाट, आफ्नो नेसनबाट रिटायर लिए हुन्छ। जति हाम्रो नेपालमा कोअर्डिनेसन छैन, टिम बनाउन सकेको छैन नि। पोर्चुगल त्यस्तो दामी टिम भएर पनि सबमा इगो हो क्या, हो क्या न? फाइनली यु लिसन द्याट वर्ल्ड कप इज ओभर फर पोर्चुगल फ्यान्स। होइन सपोर्ट गर्न त मिल्छ। अब आफूलाई मनपर्ने टिम छन्, फ्रान्स छ, नर्वे छ, अर्जेन्टिना छ, कोलम्बिया, इजिप्ट, स्पेन। तर अब जतिले जे गरे पनि अब इमोसन इज इमोसन, फेर्न सकिँदैन। अब गाह्रो छ। पोर्चुगलले जित्यो पाउने।